म अहिले अप्पर मुस्ताङमा छु र तपाईँ अप्पर मुस्ताङ आउँदै हुनुहुन्छ भने यो ताल चाहिँ मिस नगर्नु होला है त। यस्तो बबाल छ, माथिबाट सिधा हिमालबाट बगेर आएर पानी यहाँ जम्मा भएको छ, निलो छ, डेन्जर छ है त। लोमन्थाङ जाने बाटोमा पर्छ यो ताल चाहिँ, समर गाउँबाट थोरै मास्तिर। हामी अहिले समर गाउँबाट हिँडेको लगभग 20 मिनट भयो होला, यो तालमा आइपुगेको छौँ। सानो तर डेन्जर, खतरा छ। यो तालको आसपास कुनै बोर्ड छैन, हेरौँ यसलाई। अब यो ताललाई के नाम दिने, एउटा नाम त हुनु पर्यो नि त होइन। त्यही भएर म यो तालको आज नामाकरण गर्न जाँदैछु। यो तालको नाम हो शेखमुरी ताल। सिधै हिमालबाट पानी बगेर आएर यहाँ जम्मा भएको छ र यो यस्तो अवस्थामा छ, निलो। यहाँ पर्यटकहरू आउँछन्, आन्तरिक तथा बाह्य पर्यटकहरू। उनीहरूले यो ताललाई के भनेर चाहिँ चिन्ने त। आजदेखि यो ताललाई चिन्नुहोस् शेखमुरी ताल है त। र मेरो बाइक यहाँ छ, मेरो बाइकले यहाँसम्म मलाई ल्याइदियो, धन्यवाद मेरो बाइक। आँखा हेर न मेरो बाइकको कस्तो छ। धन्यवाद है मेरो बाइकलाई।